गाइजहरु आज चाहिँ हामी बद्रीनाथ मन्दिरदेखि लगभग 500 मिटर माथि चरणपादुका दर्शन गर्न आएका छौँ। चिसो छ हैन, हेर्नु यस्तो ठाउँ। रिन्जी केटाहरुमा तल खान आउन अल्छिरहेर आएनन्, हामी चाहिँ गाडी आउँ। राइट गाइजहरु हामी चाहिँ चरणपादुका आइसकेका छौँ। यो चाहिँ चरणपादुका रहेछ। ओम नमः शिवाय। ओम प्रणव पवन कुमार थलदल पावर ज्ञान गण वासुदेव आगम श्री राम आतुरी दबल धाम हिमतुरावली बंकुरे कान जन्मवरणी सकल गुण ज्ञान बाणनाम विष्णुवायु देवतंडारगण गोस्पति को दबारी चंद्र जी के प्राचीन रामायण महान रत्नम वंदे निलापदम अंजनानंदन वीरंगान सुगनाथम कपिसं चिंतामणि उल्लंघ सिंधु सजन सविनं यस्य वंदे निपातन राय आदाति विदान्तं तंत्रामि ज्ञानमणि मनोरम वाता ओम हम हनुमते प्रार्थनाय ओम बहुत थकै लाग्यो गाइज यार। भर्खर चरणपादुका दर्शन गऱ्यौँ, दर्शन गरेर अझै माथि जान थाल्यौँ के। मिठो झरनाहरू छ स्थान। यो गाइज होइन, बाटो हेरेर पनि मोबाइल हेरेर भन्नु हुन्छ क्या बेला बेलामा। मेरो केटाले नाम थाल्यो अल्छी र ढुङ्गाहरू वहाँ बसिरहन्। ओहो हवन कुण्ड छ यार, सन्त बस्ने लाइट जस्तो केही छ र नै केही छ र यस्तो डेन्जर ठाउँ छ गाइज। यस्तो ढुङ्गा खस्नु थालेकोमा पर्खाल लगाइदिएर मान्छे बस्छन् यार भित्र। यी मोमबत्तीहरू पनि छन् रहेछ। आज हामी एकदम अनौठो ठाउँमा आएका छौँ। बद्री विशाल धामको हामी तपस्या गर्नुको जस्तो एकदम अनौठो ठाउँ छ। ओए जाम हुँदा उता हिँड्नु त, हिँड न, यहाँ ठाउँ छ बाटो हेर। त्यहाँ हिउँ देखिरहेको गाइजहरू। यति माथि आइसक्यौँ। तर जति माथि गए पनि गाई हुँदो रहेछन् कि गाई। गाउँ वहाँ छ, हामी आएको त्यहाँदेखि हो। वहाँदेखि आएको झरनाको बाटो हो। यो बाटै रहेछ है खासमा माथि जान्छ। बाटो हुँदै यो ठाउँमा आइयो। ढुङ्गै ढुङ्गा आयो, माटो भन्ने चिज भुइँमा है, तर हामी हिँडेको ठाउँ मात्र होला क्या। सबतिर ढुङ्गै ढुङ्गा, पानी आइरह। माथि हेर, हावा चाहिँ लागेन धन्न, त्यही भएर अलिक चिसो भएन अहिले होइन। हावा लागेको भए त हामी सिधै फर्किनु पर्ने अवस्था हुनसक्थ्यो। अब चाहिँ हामी जाँदैछौँ होइन। यिनीहरूलाई भिडियोहरू देखाउने छु, पुरै भिडियो हेर्नु होला। यो हेरौँ
माथि हेर्नु न वहाँ जान पाएको सिधै सहरमा थान्दा माथि गइन्थ्यो होला क्या होइन वहाँ हिउँ देखियो टल्के भयो नि सेतो हिउँ हो क्या ओ हिउँ देख्यौ दोस्त हिउँ हो होइन हामी यो त्यहाँ पारि जाने सोच्छु होइन माथि चढ्दा चढ्दा कस्तो झन् जाडो हुने ठाउँमा गर्मी भइरहेको क्या गाइजहरू यार मैले भन्छु यहाँ यदि हजुरहरू यहाँ आउनुभयो भने एउटा छन मन लाग्दैन क्या तर हावा चले होइन अहिले म चाहिँ यस्तो ठाउँमा बसिरहेको होइन यस्तो ठाउँमा सुत्नको मजा पनि बेग्लै छ क्या गाइज इधर और नीचे हम है हम बल्ल हामी अलिअलि केटाहरू जम्मा भयौँ कमसेकम 2 जना थियौँ भने बल्ल 4 जना भयौँ अब अलि विशेष रमाइलो हुनेछ हेर्दै गरौँ हजुरलाई यो थाहा छ कि नै पहाडतिर पाइन्छ नि पहाडतिर छुट्टै अनि हिमालतिर छुट्टै पाइँदो रहेछ हामी चाहिँ अहिले यहाँ लगभग हामी 5-6 किलोमिटर माथि आइसक्यौँ त्यो पनि उकालो होइन हामी जान खोजेको ठाउँ चाहिँ उ त्यो पारिको हो उ त्यहाँ हो हामी लगभग वहाँदेखि 10 जना हिँड्दै थियौँ माथि आउँदाखेरि 8 जना भयो हामी एउटा माथि गइसक्यो या 3 जना त्यो पनि यो एउटा नामर्द भुसभुसाइरह ठकै गएको छ तर हामी हिँड्छौँ अनि वातावरण एकदम आनन्दको छ बस्दा यस्तो रमाउन मन लाग्छ जो कि हामी वहाँ गएर 1 घन्टा बस्नेछौँ 6 बजे माथिदेखि हिँड्ने है 6:30 सबै फुलै फुल छन् यार पहाड गायब भइसक्नु थाल्यो यार मेरो हामी लगभग 2 घन्टाको हिँडेपछि यस्तो ठाउँमा आइयो हाम्रो दोस्तहरू थाकिसकेका छन् हाम्रो अन्तिम डेस्टिनेसन यही हो अब हामी यहाँभन्दा माथि जान्छौँ हामी चाहिँ कति फिटमा छौँ भन्दाखेरि एलिभेसनमा 12,140 फिट एलिभेसन त्यो एलिभेसन होइन अझै बढी हो 3,700 कति त उही छ ऊ छ क्या के बद्रीनाथ मन्दिर गाइजहरू हामी चाहिँ टपमा आइसक्यौँ ए केही देख्यो चारैतिर हुस्सु देख्यो हामी झर्दै खामै यस्तो ठाउँमा झर्ने त्यो काँडै काँडा
तर मलाई नडकाला है झर त झन् आपको नि मैले भनेको थिएँ त ओ खाली उता हिँड भने पनि काँडै काँडा खायो बाटो खखेडा सिधै बाटो जाम त धेरै नाटक नगरिकन बाटो खाजमा फाइनली बाटोमा आइयो हज अबलाई यस्तै मन परेमा भिडियोलाई लाइक कमेन्ट सेयर गरेर नबिर्सिनु होला यो च्यानललाई सब्सक्राइब गर्नु होला यो च्यानलमा यस्तै उटपट्याङ चिजहरू भइरहने छन् ओए वहाँ यार कहाँ पुग्यो हामी वहाँ टाढा पुग्यो यार हामी वहाँदेखि हिँड्दै आएको खोलेको तिरै भुसा लोटिरह मलाई थाहा बस बाई बाई भिडियो हेर्दै गर्नुहोस् ल बाई ओके